मेरो सानो भाइको छोरी यो चाहिँ कम्तको छ यो त बाटी छैन घरको बिरालो बाउ मेरो बाबा भाइको बुढी हो कान्छा भाइको छोरी अब घरमा यसो दाउराहरू काट्दैछु म यसो सब्जी बनाउनुको लागि बुहारीले सब्जी बनाउनु हुँदैछ त्यसले गर्दाखेरि मैले सहायता गरिदिएको हो हेर्नुहोस् अब सुरु सब्जी पकाउनु बुहारीले अब सुरु गर्दैछ नानीहरू टिका थाप्ने अब सुरु घरको दाइलोमा लाउनुको लागि सुरु स्टार्ट गर्नु थाल्यो कोहीले पाउँदैछ यस्तो दिउ चामलहरू बडा बाउ आइपुग्यो घरमा ल के गर्दैछ कस्तो गर्दैछ कसो हुँदैछ कामहरू राम्रो यो गर्नुहुन्छ अहिले टिकाहरू यति बेला हो भनेर भन्छ बस हाँस खेल गर्छ दाजुभाइ अब दसैँको दिन मजाले मनाउनु पर्छ हो नि अब म नि यति रमाइलो गरेर बात मार्छ भनेर हाम्रो साथी जस्तो हाँसेर बोल्छ अब दसैँमा तिमीहरूकै हो पाला राम्रोसँगले गर्नुपर्छ है हो नि भनेर गर्नुपर्छ भन्दै बात मार्दैछ उनीहरू कति राम्रो सातो जस्तो मिल्दैछ अब सुरु भयो